ल कान्छ तेल भ्याइयो तेल भ्याइयो कि दुई देखा अहिले फेरि किन हो त तातेर कुदाम के रे है तेल त रहेछ यार तर किन अफ भएको त यार हेलो नमस्ते हो बिगा सबैजना सन्चै हुनुहुन्छ होला अनि आज चाहिँ हामी चाहिँ पिज्जा लिन जान लागेको बाहिर चाहिँ स्कुटर निकाल्दैछ होप आजको भ्लग चाहिँ बाबाले होला जस्तो छ आफ्टर द लङ टाइम गाइज ठिक छ होइन भवालै हुन्छ होला जस्तो है ए तल त स्टार्ट गर्न लाग्यो तल होइन ल गाइज हामी चाहिँ जान लाग्यो म चाहिँ धेरै पछि भ्लग बनाइरहेको छु मैले चाहिँ गाइज अब धेरै पछि भ्लग बनाएको एकचोटि विदेश जाने बेला बनायो 3 वर्ष अगाडि अनि बल्ल अहिले बनायो हेरौँ के कस्तो हुन्छ आजको भ्लग बाइक त भाइले बेचिहालेछ बाइक पनि किन्नुपर्छ आज चाहिँ बहिनीको स्कुटर लिएर आइरहेको छु म चाहिँ स्कुटर चाहिँ कुदाउनु पर्ने स्थिति हुन्छ त्यसपछि चलाइरहेको छु स्कुटर चलाउन पनि कस्तो कस्तो लागिरहेछ म आएको पनि धेरै दिन भएन 2-4 दिन भइसक्यो भ्लग चाहिँ आज बाबाले जाला जस्तो छ अगाडिबाट फेरि हाम्रो जाइरहन् अब ब्रेक हान्नुपर्छ हाम्रो फेरि सिस्टमले चलाइन्छ नि हाम्रो ओहो दुईवटा रहेछ हामी चाहिँ मुस्ताङ चाहिँ गएछौँ पहिला चाहिँ यो बाटो धेरै हिँडिन्थ्यो आजकल चाहिँ हिँडिन्न ट्राफिकहरू बस्दै बस्दैन यता चेकिङ गर्नु वालै भन लाइसेन्स बिल छ अर्को चाहियो सरले बोलाए पनि म जान्न भगाइदिइहाल्छु सरलाई नमस्ते सर मामा भनिदिउँ ल होइन ल मामा के गर्ने भान्जाबाट गल्ती भइहाल्यो यहाँ फेरि उसमा बसेर चाहिँ वाकी टकीमा फेरि तल हो यो त हाम्रो एजको रहेछ यसले त बुझ्छ होला भने नि यस्तो हामी लेप्चा राख्यो भने छैन भने सर एकचोटि छेउमा पुगेर आउनुपर्छ क्या हो कति बनिसक्यो अरे आजकल त लेप्चा पनि खोइ खासै चल्न नहुँदो रहेछ है पहिला जस्तो ल ताल हो त्यस्तो चल्न मन लाग्यो भने एक दिन आउनु पर्यो त्यो एक्लै चलाउँछ नि यसैमा चौधरीको भाइले नै गर्छ पाइन्ट त मलाई त बिल्ला कारमा लागेको कान्छ पुरै माथिसँग आत्ती जस्तो तेल तेल छैन क्या यी देखा यार एउटा मात्रै देखा ए हिजो 3टा देखा थियो फेरि पिज्जा कहाँ हो पहिला उता गएर अनि पिज्जा लिएर आउँछ हामीलाई यहाँबाट भित्र यसो उता पुरानो धुम चले धुम 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 तर पहिला जस्तो के हुन्छ जे त्यस्तै सेममै रहेछ नाइटमा पनि अलिअलि हुन्छ जमानामा यो बाटो कच्ची हुँदैन कि यहाँबाट यता कता कता कच्ची हुँदाखेरि उता पुगे थियो नत्र भए चाहिँ साइकलमा आएको विशाल दाइरामा
दाइले साथीको भाडामा लिनुभयो अनि दाइको साइकल अनि हामी दुईजना आएको थियौँ पानी परेर कान्छ हेर यतापट्टि अलि धेरै पऱ्यो फर्किदिनु पर्छ क्या है अलि झमझम्ती पानी परिदियो नि लफडा हुन्छ रेनकोट त छ दुइटा यहाँभित्र हिजो मैले एउटा किनेको एउटा यहीँ छ हो ताल बवाल तल गाइज हेर्नु होला ताल कस्तो छ मेरो ब्लग कस्तो छ हेर्नु होला मन परे पुरा लाइक सेयर सब्सक्राइब कमेन्ट पुरा हानिदिनुपर्छ है गाइज जमानामा यहाँ पनि बवाल साइकल चलाइयो उडाइयो स्कुलमा जान्छ भनेपछि हामीलाई होइन पठाउ गर्नु छ नि त थुप्रै खानुलाई वेट गर्नु पऱ्यो नि त पुग्ने र उहाँ झ्याउला पानीले लफडा भयो खासै पानी त परेन ठुलो पनि नपरोस् लगाइ यही हो ताल तलया भुलभुलैया सब हुन्छ लेग साइडको झिलिमिली पोखरामा पिपी यसो साइडबाट हिँड्दै हुन्थ्यो गौमाताहरू लापरवाही छन् यसो यसको लागि केही व्यवस्था गरिदियो भने चाहिँ राम्रो हुने हो ताल ल ताल हाम्रो फेवा ताल स्कुटरमा त के हुन्न भिजिन्न उहाँ पिजा कुर्दै होला उता को छ र खल्ली वल्ली छोड्दै पोखरामा ताल तालको ताल हेर पोखरामा ओ भवाल धेरै पछि आइयो यता त यहीँ पनि भन्नु पर्ला जस्तो छ के रे कुनै लगाइजायो हाम्रो फेवा त त्यही हो तब डेस्टिनेसन यही हो अब यहाँबाट अब घर जानुपर्ने हुन्छ पिज्जा पनि रेडी भयो होला अहिलेसम्म ल ए फेवा त उहाँ माछा मारिरहन् हामी चाहिँ यसो पिज्जा लिन आएकोले यसो घुम्दै भनेर हो बाख्राले बुबु खाइरहेको छ ल त गाइज हामी चाहिँ जानुपर्ने हुन्छ अब चाहिँ स्कुटर चाहिँ यस्तो कन्डिसनको छ यार है उडाइदिउँ र तँलाई नि त त यता आउँछस् होला है कर्नरिङ हान्दिउँ
कर्नरिङ ल गाइज हाम्रो चाहिँ लेक साइड यही हो गोब्रोमा चार्ज पनि धेरै छैन होला अफ हुनसक्छ प्लिज नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब सबै हानिदिउँ पुरानो हुनुहुन्छ भने ल कमेन्ट समेन्ट ठोकिदिउँ लाइक गरिदिउँ सेयर गरिदिउँ सबै चाहिँ गरिदिनुपर्छ घनबाडी टक्क झ्यामझुम मोबाइल फुट्ने गरी ट्याप 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 पारिदिउँ हामीलाई चाहिँ यसले बाटो दिएन भने सिधै उडाइदिने हो यसको पछाडि चाहिँ बस्नुहुन्न यसले कहाँनिर ब्रेक हान्छ थाहै हुन्न त्यही भएर लफडा हुन्छ यसलाई चाहिँ झ्यापझुप पारिहाल्नुपर्छ यसलाई कसरी पार्ने होला अगाडि छैन घुम्टी आयो टर्निङ ओभरटेक हान्नुहुन्न त्यही पनि हाम्रो दिदीले चलाएको कि कसो हो दिदीले चलाए जस्तो होइन दाइले चलाएर चाहिँ क्या दाइले बाटो दिए त हुन्थ्यो दाइले त रफ्तार ताने हामीलाई पनि रफ्तार हान्न दिए हुन्थ्यो दाइले के गर्छन् दाइले उडाउने भयो ओए यस्तो बस त मलाई लास्ट मलाई यो बसको ड्राइभर हुनु मन छ केटाहरू मलाई यस्तो बसको कतै ड्राइभिङको उस छ भने चाहिँ अफर छ भने चाहिँ मलाई टक्क कन्ट्याक्ट गर्नु पऱ्यो मलाई चाहिँ यस्तो गाडी चलाउन मन छ त्यही भएर कसैले पाउनुहुन्छ भने चाहिँ यसो कन्ट्याक्ट गरिदिनु होला वाउ यस्तो ठाउँमा बस्नु मजा हुन्छ क्या सिलो ठाउँमा चिसो हावा आउँछ ल यो फेवा लेक साइडको भ्यू त्यही हो यो भ्यू दामी छ यस्तरी आउँछन् राम्ररी त चलाउनु पर्छ अब पिज्जा लिने ठाउँ पनि आइसक्यो क्या त्यही हो केही छैन अब बिस्तारै भ्लग आउँछ केटाहरू म चाहिँ भर्खर गरिरहेको छु सपोर्ट गर्नु पऱ्यो नयाँले सब्सक्राइब गर्नु पऱ्यो पुरानो हुनुहुन्छ भने सेयर गरेर अरू ठाउँमा पुऱ्याइदिनु पऱ्यो यस्तै छ जिन्दगी के गर्नु पानी परेको छ बर्खा लाग्छ कतै घुम्नमा केही गर्न पाइए छैन त्यही भएर तनाव छ के गर्नु यस्तै हो अब बाटो छोड्दिनु हुन्थ्यो गफमा यस्तो ताल छ गाह्रो छ ल तेल भइयो भने न मैले न रिजर्भ न के कहाँ ल्याउँछ यहाँ कता छ तेल पाउने ठाउँ बिल्ला भइहाल्यो कि दुई देखा अहिले किन हो त तातेर कुदाम के रे ल तेल भइहाल्छ भरे चाहिँ किन भयो कसो भयो थाहा छैन के भालो अब पुऱ्याइदिनु मेरो जाडो दिन्छ त्यही अहिले एकलाई देखा है पिज्जा सिजा भने त्यो केटाहरूको कसैकोमा आउनुहुन्थ्यो है तँ चिनिथिस् पिज्जाको उसो भएको भयो नि कसैको केटाहरूकोमा आउनुहुन्थ्यो किन अफ भएको त भएन अहिले त भएन छैन कहाँ यसरी चाबी घुम्छ र भन यहाँबाट भित्र पिज्जाको ओए मलाई ल्याइदिएन डट बाइक म नि उडाउँछु गाइज हामी चाहिँ पिज्जा लिन हिँडेको हो अहिले चाहिँ
अब यहाँ पिज्जा कहाँनिर हो थाहा छैन। ए यता त राहुल दाइको त साथीको पनि ऊ हो क्या, साइकलको त उस ल यसलाई स्टप गर्न मिल्दैन, यसलाई पोज गर्न मिल्दैन, पोज गर्न डाइरेक्ट 1% मात्रै रहेछ। अब गर्दै हेलो नमस्ते होपु गाइज। अब यस्तै छ पारा हाम्रो चाहिँ अहिले फेरि हिँड्दा हिँड्दै फेरि तेल भइन्छ गुनुको तेल हालेर लगाएको तेल हाल्न चेक गर्नु पऱ्यो गाइस। तेल त रहेछ यार, तर किन अफ भएको थियो यार? सर्भिसिङ गर्नु बेला भएर हो, स्कुटर सर्भिसिङ गर्नु बेला भएर हो कि। ल हाम्रो भाइ चाहिँ पिज्जा लिएर आइरहेको पैसा तेल छ भनेको, तेल छ त्यो भयो यो। ल भाइ अब हामी चाहिँ कहाँ जानु हो? पानी खिच्छ त्यसरी त्यो फुलको लागि पनि ल्याउनु पर्ने कि है? हुन्छ बन्द गरिदियो हुन्छ फुलमै पच्चा चाहिँ यतिर चार्ज कस्तो घ्याच्चा नपारे पिज्जा बोलेको केही सुन्नु न त, बोलेको नसुने के अब गरिदिनु त।